राति सुतेको बेलामा कुम्भ अत्यधिक दुख्ने, कटकट खाने, निद्रा नलाग्ने, दुखेको कुम्भमा कोल्टेर सुत्यो भने अत्यधिक दुखाइ हुने, कुम्भलाई अगाडि वा पछाडि र माथि लान नसक्ने जस्ता लक्षणहरू देखियो भने एडेसिभ क्याप्सुलाइटिस वा जोर्नी जाम भएको हुन सक्छ। यसका प्रमुख कारणहरू चोटपटक लागेर नसा वा जोर्नीको झिल्ली च्यातिएको, डायबिटिज र थाइरोइड हुन सक्छ। यो समस्याको पहिचान गर्न बिरामीको प्रत्यक्ष रूपमा कुम्भको जाँच गर्नुको साथसाथै बिरामीको अवस्थाको बारेमा जानकारी लिनुपर्छ। कपाल कोर्दा, पाखुरालाई बाहिर वा भित्र लग्दा, राति सुतेको बेलामा अत्यधिक दुखाइ हुन्छ। यसको उपचार दुखाइको अवस्थाको पहिचान गरेर गर्नुपर्छ। यसको 3वटा अवस्था हुन्छ: फ्रिजिङ स्टेज, फ्रोजेन स्टेज र थॉइङ स्टेज। सुरुको 6 हप्तादेखि 9 महिनासम्मको अवस्था वा दुखाइ। यस अवस्थामा दुखाइ बढ्दै जाने, राति अत्यधिक दुखाइ हुने, दुखाइले गर्दा जोर्नी चलाउनै नसक्ने, पाखुराको माथिल्लो भागमा दुखाइ हुने। यस अवस्थामा दुखाइ कम गर्ने तथा मासु र नसा खुकुलो गर्ने औषधि चिकित्सकको सल्लाह बमोजिम खानुपर्ने हुन्छ। हट ब्यागले सेक्ने साथसाथै फिजियोथेरापी पनि गराउनु पर्छ। त्यसपछिको 9 महिनादेखि 20 महिनासम्मको अवस्था वा दुखाइ। यस अवस्थामा एकनासको दुखाइ भइराख्ने, कुम्भ चलाउन एकदमै कठिनाइ हुने वा चलाउनै नसक्ने, मुख्यतया कुम्भलाई बाहिर वा भित्र लान नसक्ने, कपाल कोर्दा एकदमै दुख्ने, सर्ट वा कोट लगाउन एकदमै गाह्रो हुने। यस अवस्थामा चिकित्सकको सल्लाह बमोजिम इन्जेक्सन लगाउनु पर्ने हुन्छ। इन्जेक्सनले पनि ठिक भएन भने बिरामीलाई बेहोस गरेर पाखुरालाई चलाउनु पर्ने हुन्छ। तेस्रो अवस्था थॉइङ स्टेज, बिरामी निको हुने अवस्था वा 20 महिना पछिको अवस्था। यस अवस्थामा बिस्तारै दुखाइ कम हुँदै जाने, कुम्भ र पाखुरा चलाउन सजिलो हुँदै जान्छ। यो अन्तिम अवस्था वा बिरामी निको हुने अवस्था यसलाई हामी भन्छौँ।